साथीले न्यू इयर खतरा लायो फायर क्याम्प भन्छ नि हैन यसलाई फेरि एन्ड टिकटक एन्ड युट्युबर फेमस सोपा गुरुङ चाकीको मात्र है खाएको हैन चाकीको मात्र जिन्दगीमा यो नाच्न जाने यस्तो भयो Hello guys, welcome back to the home channel. It's me Nawama home Mustangबाट आज हामी आएको ककनी अनि अहिलेदेखि बिहान आएको बिहान भनेपछि 12 बजेतिर आएको अनि यहाँ भात खाएर एकदम बनिस्ने पाएन कि अनि बिहान चाहिँ मैले भ्लग स्टार्ट गर्छु भनेर गर्नै पाएन किनकि यताउता गर्दा रिसाएर के भन्छ हामी टिकटकदेखि ग्रुप बनाएको टिकटकदेखि नै अस्तिदेखि जाने प्लान गरेको त्यसो प्लान नै सक्सेस नभएर आएर बिहानै टाइम भयो सो अहिले चाहिँ हामीले स्ट्रबेरी कम्पनी गइसक्यो अब चाहिँ हामी जानुतिर हेलो गाइस आज चाहिँ हामी यहाँ काकानीमा स्ट्रबेरी टिप्न आएको छु आज न्यु इयर भएर होला मान्छे टप्ने आएछ अनि अघिदेखि मैले ब्लग स्टार्ट गरेको छैन अनि बिहानदेखि मान्छे धेरै आएर होला सबै सकिसकेछ अनि हाम्रो साथीहरू चाहिँ त्यहाँ हात पर गरेर खै हाम्रो बगेर चाहिँ दिदी बगेर दिन्न ओके बस है अलिअलि टिकटक भिडियो बनाउनु पर्यो हाम्रो साथी फेरि यत्तिकै होइन नि भिडियोग्राफर हो भिडियोग्राफर खतरा भिडियो टिकटकमा हाल्छ है हेर्नु ल पुसिङ छ खतरा एकछिन गर्छ ओके गाइस अब चाहिँ सबैले टिपिसक्यो अनि हामीले नि यति टिपेको छु किनकि छँदै छैन कि अब त्यही किन्नुपर्छ अनि साथीहरू बाहिर रेडी गरिसक्यो स्कुटीमा चढिसक्यो हामी चाहिँ यहाँ टिकटक र भिडियो बनाउनेमै टाइम लाग्यो ओके अब चाहिँ जानुपर्छ हामी त बाइकबाट चढेर भात खाएर आइहाल्यो किन ढिलो भएर ढिलो हुन्छ अब हामी यहाँदेखि जनानामा जान्छ होला थ्याङ्क यू दिदी के आजको हाम्रो ग्याङ भनेको यता सर्जी एन्ड दिस इज फेमस टिकटकर भू श्रिङ एन्ड फेमस इन्स्टाग्रामर के अरे निमा भू होइन निमा भू एन्ड टिकटक एन्ड युट्युबर फेमस सोपा गुरुङ एन्ड हाम्रो बेना चाहिँ विकास तामाङ फेमस युट्युबर ओके सबैजना एक एक ठाउँमा फेमस है युट्युबर टिकटकर एन्ड इन्स्टाग्रामर स्ट्रबेरी चाहिँ एक केजीको 700 रहेछ हामीले टिपेको 100-200 खायो हामी स्कुटीमा आएको छु यहाँ मेरो राइडर चाहिँ आफै स्टन्ट गर्दैछ उठेर एन्ड त्यहाँ हाम्रो साथी दुइटा चाहिँ गइसक्यो हामी 6 जना साथी दुइटा चाहिँ सबैजना युट्युबर ब्लगर टिकटकर इन्स्टाग्रामर अनि आज न्यु इयर भएर मान्छे पनि आएको छ हेलो बुझ्ने बाटो अहिले चाहिँ कतनी बाटो राम्रो ओके गाइस अब चाहिँ हामी जरानातिर लाग्दैछौँ ओ माई गड बाटो चाहिँ यहाँ चाहिँ बाटो अलिक चिप्लो छ है बिस्तारै जानुपर्छ वाउ सिन चाहिँ हेर्न कस्तो राम्रो आएको क्या दामी आएछ सिन साथी भिडियो त्यहाँ गइसक्यो पछाडि दिदी आउँदैछ दिदी र बेना पहिला चाहिँ हामी झरना जाँदा चाहिँ लोके झरना होइन लोके झरना पहिला हामी आउँदाखेरि चाहिँ अर्को बाटो आएर हामी चाहिँ 5-6 घन्टा लाग्यो है 5-6 घन्टा लाग्यो त्यो बेला पानी पनि सुकेछ अब अहिले नि पानी त छन् त छैन होला त्यो पनि हामी चाहिँ अब यहाँ आइसकेर भनेर हेर्न जाँदैछु ओ माई गड यो सिन यस्तो राम्रो आएछ बाटो चाहिँ अलि डेन्जर छ है
अनि आज चाहिँ यहाँबाट नजिक रहेछ यो काकानीबाट नजिक रहेछ यो झरना चाहिँ पहिला हामी चाहिँ कुन बाटो आएको पहिला नुवाकोटबाट आएको हामी चाहिँ पहिला अर्को ठाउँबाट ग्रुप आएको त्यो बेला नि सबैजना थाकेर मर्न लागेको कति वक गऱ्यो है हिँड्न पनि कति हिँडेर पुगेर यहाँतिर चिसो चाहिँ चिसो रहेछ डेन्जर चिसो रहेछ हो लुगा चाहिँ बाक्लो लाउनु पर्छ ओके गाइस अब चाहिँ हामी झरनातिर पुग्यो भने देखाउँछु ओके अब हामी झरनातिर त्यस्तै हो बाटो चाहिँ अलिक चिप्लो चिप्लो छ यहाँ चाहिँ केयरफुल गर्नुपर्छ बाटो चाहिँ डेन्जर चिप्लो छ त यहाँ परे हिमाचली पनि यहाँ परे मेरो प्लेस के कस्तो गरेको माइ गॉड म कस्तो लाग्यो अनि तिमी कसरी चलाउँछ ओके गाइस यो बाटो चाहिँ डेन्जर रहेछ अब चाहिँ हामी मोबाइल प्याक गरेर आफैले केयर गर्नु बेला भइसक्यो यो बाटो डेन्जर छ चिप्लो पनि भत्त गयो ओके अब चाहिँ त्यहाँ पुगेर पनि देखाउँछु अब एकछिन म झर्छु एकछिन है मैले कि यो मोबाइल भएन आया क्या है अब चाहिँ हामी बाइक त्यहाँ राखेर यहाँ आधा घन्टा हिँड्नुपर्छ केले यहाँ 1 घन्टा कति घन्टा लाग्यो 2 घन्टा जति बाइक स्कुटी बाइकमा लाग्यो अझै हिँड्नुपर्छ हात हेर्न हामी नचलाउनेको हात यस्तो रातो भयो बाराङ चढेर फाइनली हाम्रो खुट्टा सबै सेक भइसक्यो अनि झरना यहाँ आयो दिस इज झरना यहाँ भिडियो बनाउँदैछ त्यहाँ नि मान्छे टन्नै आएर छ अहिले सबैजना फर्किँदैछ अहिले चाहिँ पहिला हामी आउँदा सानो थियो आज चाहिँ ठिकै ठुलो रहेछ अब यहाँ सबै फोटोहरू खिच्दैछ यहाँ एकजना दुखी आत्मा अनि खुट्टा घलेकी सबै बाह्र यति लामो छ इन्स्टाग्रामर हो नि त फेरि फोटो हाल्नै पर्यो स्याहार भयो हिँड्नै सकेन अब त अँध्यारो पनि भइसक्यो मलाई यहाँ ब्राइटनेस फर्लिरहेछ मेरो साउन्ड हेर न भुत लगाएर थाक्यो कि अनि टाढा रहेछ न्यु इयर त पनिसमेन्ट न्यु इयरको पनिसमेन्ट फाइनली हामी 1 आवर्स दुःख गरेर हामी पुगिसक्यो आगो ताप्नलाई फायर क्याम्प भन्छ नि होइन यसलाई फेरि आगो ताप्न भन्दैन आजकल नयाँ गर्दैछु पार्टी हो रहा है त्यो खानुपर्छ स्ट्रबेरी त्यो खाने हो अब वाइन खानुपर्छ थाके म त थाके भन्ने एउटा डायलग छ नि मेरो योले खाएपछि होइन के हुन्छ के पनि हुँदैन आनन्द हुन्छ के पनि हुँदैन रे आनन्द मासु नखानेहरू यहाँ आलु खाँदैछ 2026 को फर्स्ट डे भएर मैले चाकेको मात्र है खाएको होइन चाकेको मात्र वाह 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 कुरा त खतरा रहेछ है अब हाम्रो यहाँ पार्टी हुँदैछ वाइल्ड मिठो त दामी बस्छ त हो भेनाल स्टेप थिए है
ल आज भेन्नजीले पनि फेरि खतरा नाच्यो है खै हाम्रो ट्रान्सफर के भयो आज स्यान्डी भएको हो स्यान्डी न्यु इयरमा चाहिँ जिन्दगीमा होइन यस्तो अचम्म रहेछ अलिक सेन्टी कुरा गरेपछि ब्रेकअप भयो भन्छ होइन अलिकति छलफल हेल्पी कुरा भएपछि ए के हो लप परेको भन्नु जिन्दगी सुखै छैन यो कुरा चाहिँ सही पनि हो ब्लुम वान चिन्ह ब्लु मुन हो यो भनेको सिधै कुरो हो पछि आउला नआउला जिन्दगी भनेको हुने बेला रमाइलो गर्ने हो भोलिमा हुन्छ कि हुँदैन के थाहा आज छु ए रमाइलो गर्ने ए आज भोलि मेरो दुश्मन धेरै भएछ एक दिन सब हेरेको हुन्छ अनि एक दिनमा चिकन बनाउँछ सबैलाई ओके गाइस अब खाए ल ओ पिरो हालेको छैन पिरो बाँके सिलेनु त बाबु ओके गाइस अब खाएर भेट्छु ल हाम्रो एकजना चाहिँ अहिले नै सुतिरहेछ ओके गाइस अब चाहिँ हामी खाजा खाएर घरतिर लागे एन्ड माई राइटरको हिजो पाइन पुरै आइसक्रिम भएर आज मेरो नाइट ड्रेस लगाइरहेछ एन्ड हामीले यहाँ गाउँको सागहरू लग्यो साग र मटनको छ होइन के भन्छ त मटर अनि हाम्रो साथीहरू चाहिँ माथि गइसक्यो हामीतिर साग किनेर बसेको अब चाहिँ जानुपर्छ यहाँको बाटो चाहिँ राम्रो छ अहिले चाहिँ हिजो बेलुका चाहिँ दुःख पायो हामी लौके झरना गएर चाहिँ दुःख पायो धेरै राम्रो त्यो बाटो राम्रो छ हामीले साथीको पाइन्ट हेऱ्यो भने स्ट्रबेरी धेरै खाएर जुत्ता पनि पिङ्गु भएछ हेर्नुहोस् जुत्ता त पिङ्गु मैले नाइट ड्रेस ल्याएर ठेक्क भएछ है नभए त तिमी त भनेर ओके गाइस फेरि अब 12 बजिसक्यो हामी चाहिँ भात खाए ल्याम खानु ल भेजको पनिर बियर फक लवर्स ओके खाएर हाम्रो साथीले न्यु इयर खतरा लगाएको चाहिँ न्यु इयरमा पाइनभरि भमिट गरेर अब यहाँ नाइट ड्रेस लगाएछ केटीको अब चाहिँ कामतिर लाग्नु पर्छ न्यु इयर सबै